हेलो नमस्ते एभ्रिवान आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। अनि म आज धेरै पछि आज युट्युबको लागि भ्लग बनाउने एकदम मुडमा छु, किनभने आजको जुन यो भिडियो कन्टेन्ट के भन्छ यसलाई वाट एभर इट इज एकदमै एक्स्ट्रा एकदमै फरक किसिमको हुनेवाला छ। यो चाहिँ मेरो बकेट लिस्टमा थियो, तर मैले यो गर्न पाएको थिएन। आई मिन अब सबै कुराहरू टाइमिङ मिलेको थिएन यताउता। अनि युएमा अहिले नेसनल डे चलिरहेकोले सबैको पब्लिक होलिडे छ, लामो पब्लिक होलिडे। त्यसैले यो मेरो आज पब्लिक होलिडेको फर्स्ट दिन हो। अनि अल डे आई वाज इन माई होम, माई रुम। अहिले चाहिँ साँझको 4 हुँदैछ। अनि आई डिसाइड टु गो समवेयर। म चाहिँ सधैँ साथीभाइहरूसँग एकदम रमाउने मान्छे, साथीभाइहरूसँग रमाउन मन पराउने मान्छे। तर म आज विदाउट साथीभाइ कहीँ कतै जाँदैछु, त्यो पनि ओभरनाइट स्टे एन्ड देन भोलि बिहान हाइकिङ। इट्स लाइक के भन्छ, मैले युट्युबहरूमा एकदम हेर्ने गर्थेँ, के भन्छ सोलो हाइकिङ क्याम्पिङ सर्भाइभल के भन्छ। सो आम गोना डु दिस, आम गोना एक्सपिरियन्स दिस। कस्तो हुन्छ के हुन्छ त्यो हेर्नको लागि यु गाट स्टे ट्युन अनि किप वाचिङ माई भिडियो टिल द एन्ड है। एन्ड नाउ आइम अन माई वे। म जाँदैछु वादी नकाप, वान अफ द फेमस हाइकिङ स्पट इन होल युए भनौँ, रसल केम्पमा छ यो चाहिँ। अनि मलाई एकदम नजिक पनि पर्ने भएकोले आई चुज दिस डेस्टिनेसन। सो थाहा छैन हाउ इट विल बी होइन, म आफैलाई थाहा छैन कस्तो हुनेवाला छ के हुनेवाला छ होइन। अब मलाई लाग्छ त्यतातिर खासै मान्छेहरू पनि बस्दैन, क्याम्पिङहरू जति पनि गर्छ जबरजस्टमा गर्छ। बट आम गोना डु इट अल अलोन, लेट्स सी होइन, whether I can survive or not. I mean, let's see how it goes. Alright. म यो एरियामा लास्ट मन्थ पनि आएको थिएँ, भाइहरूसँग यहाँ क्याम्पिङ भएको थियो हाम्रो जेबल यानस भन्नेमा। तर म आज जेबल यानस माथि छ भने म आज वादी नकाप भन्ने ठाउँमा जाँदैछु, तलबाट अलि अगाडि जानुपर्छ। अनि आज म त्यतै कतै क्याम्पिङ गरेर बस्छु। अनि भोलि बिहान चाहिँ 5 बजे उठेर म हाइकिङ गर्छु। लेट्स सी कति गर्न सक्छु। खासै सन्चो चाहिँ छैन, त्यही पनि मलाई चाहिँ यत्तिकै रुममा बस्नुभन्दा आई जस्ट लभ टु बी अ लिटल बिट क्रिएटिभ होइन, केही गरौँ कसो गरौँ हुन्छ मलाई चाहिँ। सो आई चुज सोलो क्याम्पिङ एन्ड हाइकिङ फर दिस विकेन्ड, आई मिन फर दिस होलिडे। सो लेट्स सी हाउ इट गोज। आई थट आई वुड बी अलोन हियर फर क्याम्पिङ, बट फाइनल्ली मैले चाहिँ मेरो वासस्थान के भन्छ कन्फर्म गरेँ। अब म यहाँ टेन्ट लगाउँछु, अलिकति छिमेकीहरू पनि छन्, सो द्याट एक्लै हुनु पर्दैन। म जान त अगाडि कोसिस गरेको, तर त्यहाँ चाहिँ प्याक रहेछ, आई मिन बोर्डर एरिया रहेछ। सो म अब मेरो टेन्ट यहीँ सेटअप गर्छु एन्ड आइ एम मिसिङ हर। आजको मेरो सर्भाइभल क्याम्पिङ सोलो क्याम्पिङको सेटअप चाहिँ यस्तो छ। यहाँ बारबिक्यू हुँदैछ, पानी ताप्दैछ, हुक्का इज रेडी, अनि अलमोस्ट मेरो बिस्तारा पनि रेडी भइसक्यो, पिलो एन्ड अल, उड्ने ओछ्याउने सबै कुरा। सो म आज क्याम्पिङ यहाँ गर्नेछु रुखको छारीको मुनि। गुड मर्निङ फ्रम वादी नकाप गाइज। म चाहिँ अहिले वादी नकापमा टेन्टभित्र छु। बिहानको 5 बज्यो। सो आइ एम अबाउट टु वेक अप। अनि
अब म आफ्नो हाइकिङको लागि प्रिपरेसन गर्छु मजा रहेछ चाहिँ ठ्याक्कै रुखको छहारीमा बास बस्छ आज looks मेरो टेन्ट यहाँ थियो फ्रम हियर खाएर यतिकै छोडेछु अहिले सफर गर्छु म अनि मैले मेरो आजको खानेकुराहरू चाहिँ गाडीमाथि फ्रिजरको रूपमा राखेको थिएँ सो इट्स अल सेफ म चाहिँ अब बिहानको एउटा मिठो कफी खान्छु अनि त्यसपछि हाइकिङको लागि रेडी हुन्छु बिकज कफी इज मोस्ट इम्पोर्टेन्ट फर मी बिहान बिहान कफी नखाइकन म केही पनि गर्न सक्दैन सो कफी इज मस्ट म मेरो कफी प्रिपेयर गर्न गइरहेको छु एन्ड थ्याङ्क यू तर्ब्रो फर दिस लभली कफी यो कफी खान थाल्दाखेरि अरू कफी मनै पर्न छोड्यो अब अलमोस्ट पानी पनि ताप्दैछ म मेरो टमाटर लगाउँछु रेडी हुँदै गर्छु ज्यादा पनि हुन्छ Guys, I'm all set ready for hiking. I got everything, gears and camera, सबै कुरा रेडी भयो म यो सामानहरू चाहिँ छोडेर जान्छु nothing matters. I mean, यो सामानहरू यहीँ भयो नि केही फरक पर्दैन किनभने यो UAE हो सो Good morning guys, good morning from Wadi Naqab. म चाहिँ आजको मेरो वादी नकाबको हाइकिङ ट्रायल सुरु गर्न होइन गरिसकेको छु लेट्स सी कतिसम्म जान सक्छु मेरो टार्गेट चाहिँ त्यहाँ रहेको एउटा केभ छ रे होइन आई हेभन बिन देयर बट आई वान्ट डु दिस आई वान्ट बी देयर दिस टाइम अरूहरू पनि हुनुहुन्थ्यो यहाँ क्याम्पिङ गर्ने वरपर दिस वाज द बेस्ट स्पट सबै प्याक भएकोले हिजो मैले चाहिँ पाएन यो स्पट चाहिँ इफ आइ एम कमिङ विथ माई फ्रेन्ड्स आई विल बी चुजिङ दिस स्पट फर द नेक्स्ट टाइम घाम आउन आँटिसके जस्तो छ म चाहिँ हिजो यहाँबाट गाडी फर्काएको यो नोटिस बोर्ड देखेर आई होप हाइकिङ इज अलाउड घाम झुल्किँदैछ आई गेस तर यहाँबाट चाहिँ देख्दैन होला Look at this nature wonders. आजको हाइकिङ चाहिँ आइम डुइङ इट अल एलोन यो चाहिँ मेरो आजको होइन मेरो लाइफको पहिलो सोलो हाइकिङ अनि सोलो क्याम्पिङ थियो क्याम्पिङ चाहिँ मैले सकाएँ हिजो राति एक्लै आएर बसेँ म रमाइलो हुँदो रहेछ आई मिन एक्लै आउँदा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो पुरा टाइम तपाईँ आफूलाई दिन सक्नुहुन्छ होइन यु क्यान टक टु योर सेल्फ होइन अनि धेरै कुराहरू चाहिँ फिल हुँदो रहेछ रियलाइज हुँदो रहेछ आई मिन आइ एम रियली सरप्राइज मान्छेहरू यहाँ पनि क्याम्पिङ गरिरहेको छ होइन द्याट लुक्स सो ब्युटिफुल दिस इज माई टाइप अफ मर्निङ के मलाई त्यो लेट सुत्ने अल्छी गर्ने मनै पर्दैन
दामी ठाउँ यहाँ छुट्टै कहाँ कहाँ जस्तो फिल हुन्छ है ड्याम डेफिनेटली दिस इज द रिजन आइ एम लभिङ हाइकिङ यहाँ चाहिँ केही छ जस्तो छ लेट्स सी व्हाट दिस इज Odina Cup Israel hiking trail blah blah blah. Get this solar panel. I'm about to climb there. This is what I'm climbing. Careful. Thक्कै लाग्दो रहेछ Fuck. Look at this beautiful place. Wow. What's inside? Ooh. I just visited this Wadina Cup cave. अब चाहिँ म कहाँ जाने भन्ने चाहिँ थाहा छैन I'll just follow अरू गइरहेको बाटो let's see. Look at this beautiful place. It's not just me. मान्छेहरू टन्नै हाइकिङ क्याम्पिङ गर्छन् यो ठाउँमा चाहिँ एकदम युएको एकदम पपुलरै ठाउँ हो एन्ड देयर इज अ केभ मान्छेहरू बाटो बाटोमा हाइकिङ गरेर क्याम्पिङ गरेछन् एन्ड त्यहाँ एउटा टोली हाइकिङको लागि रेडी छ वार्म अप गर्दैछ आई गेस यो चाहिँ कुनै इभेन्ट कम्पनीबाट होला म त कहाँ नै आइपुग्यो होला भनेको भर्खरै स्टार्टिङ पोइन्ट रहेछ यो ट्रायलको लागि चाहिँ हाइकिङ ट्रायलको लागि नट सो इजी स्टार्टिङ यस्तो रफै रहेछ गर्न नसक्नेहरूलाई अहिले हिँड्न नसक्नेहरूलाई बानी नभएकोहरूलाई चाहिँ गाह्रै होला जस्तो छ तर हामी नेपालीहरू चाहिँ आउन सक्दिन्छौँ किनभने हामी यस्तैमा खेलेर हुर्केका हौँ सो डेफिनेटली क्यान डु दिस मलाई थाहा थियो म यहाँ ट्रायल आउँदा हाइकिङ आउँदाखेरि चाहिँ म एक्लै हुँदिनँ भनेर त्यहाँ अरू हाइकिङ इभेन्ट कम्पनीहरूले पनि हाइकिङ लिएर आएको छ म पहिला उनीहरूसँगै जान्थेँ बट इट्स टु एक्सपेन्सिभ म चाहिँ एफोर्ड गर्न सक्दिनँ Look at this. मान्छेहरूलाई हाइकिङ कति मनपर्छ होइन यस्तै थाहा हुन्छ क्या म आफूलाई म एक्लै हुन्छ होला भनेर सोचिरहेको थिएँ अगाडि पछाडि यति धेरैजना छन् कि होइन Look at them. شفت كيف تمشي بسرعة؟ شفتي أنا باخذ خطوة ثقيلة بس بطيء. म चाहिँ अलमोस्ट 5 किलोमिटरको डिस्टेन्समा आइसकेँ जति माथि गयो त्यति चिसो छ अनि I'm feeling so fresh
ग्रुपमा चाहिँ मजा आउँछ यो ठाउँमा फोटो भिडियो लिनको लागि चाहिँ कुनै कुनै ठाउँहरू थियो जहाँ चाहिँ हातमा क्यामेरा बोकेर हिँड्नु पोसिबलै थिएन त्यो चाहिँ एडभान्स खालकै हाइकिङ ट्रायल रहेछ घाम लाग्दैछ यहाँ चाहिँ भुत्ला छ आएर नोकेको हो यो सायद बाख्राकै होला हड्डी सड्डी रहेछ मरेको हो कि केले मारेको हो नो आइडिया त्यहाँ रहेछ कङ्काल हो कि के भन्छ नि यहाँ रहेछ हड्डी खोपै बाटो इज not that easy. Look at this place. कमजोर मुटु र कमजोर खुट्टा भएकोलाई चाहिँ यो ट्रायल अलि गाह्रो नै हुन्छ त्यसैले आउँदाखेरि अलि विचार पुऱ्याउनु होला अरू ट्रायलहरू पनि छ सजिलो पनि छ योभन्दा गाह्रो पनि होला आई गेस छ गाह्रो पनि छ वेलकम ब्याक टु माइसेल्फ यो चाहिँ मेरो हिजोको सेटअप थियो